स्वामीजी प्रणाम। हजुर प्रणाम। स्वामीजी यो ध्यान गर्ने भनेको मान्छेहरू चाहिँ एकदम जोगीले केही नहुने सबै कुरा छोडेर गर्ने भनेर जुन खालको बाहिर भनिन्छ। हामी कतिपय मन्दिरहरू मठ मन्दिरहरू कतै जाँदाखेरि पनि ती बाबाजीहरू कुनै नाङ्गै बस्छन्, कुनै खरानी दलेर बसेका हुन्छन्, कुनै केही गर्छन् होइन, उनीहरू त्यो खालको गर्छन्। तर गुरु ओशोले चाहिँ हामीलाई सबै कुरा दिनुभयो। हामीलाई एउटा जीवनमा चाहिँ सबै कुरा भोगेर पनि ध्यान गर्न सकिन्छ भन्ने खालको गरियो। तर योग चाहिँ कसरी गर्न सकिन्छ स्वामीजी? हो के चाहिँ योग चाहिँ? योग चाहिँ ध्यान चाहिँ हामी सबै कुरा जस्तै ध्यान भनेको योग भने ध्यान गर्ने भनेको चाहिँ यो जोगीहरूले गर्ने हो, केही नभएकोहरूले गर्ने हो। सबै कुरा छोडेर गर्नुपर्छ, सबै कुरा त्याग्नुपर्छ भनिन्छ। सबै कुरा भोगेर पनि ध्यान कसरी गर्न सकिन्छ? पहिलो कुरो के बुझ्नुपर्छ भने ध्यान यो पछिल्लो समय आजभन्दा झन्डै 50-60-100 वर्ष अगाडि गुरु ओशोको उदय हुनुभन्दा पहिला ध्यान विकृत भइसकेको अवस्था हो। ध्यान आफैमा र ध्यान गर्ने जुन जमात थियो, सानोतिनो हिस्सा थियो, यो सबै एक किसिमको विकृत हिस्सा हो। यो कुनै दिन बुद्धको समयमा, महावीरको समयमा यो शुद्धतम अवस्थामा थियो। त्यसैले त राजाका छोराहरूले ध्यान गर्थे, राजा महाराजाले ध्यान गर्थे। हेर्नुहोस् त, हामीले राजा महाराजाहरूको कथा सुन्छौँ नि, राजा महाराजाहरू तपस्या गरेर बस्थे, ज्ञानीहरूको सत्सङ्गमा बस्थे, होइन र? राजा जनकले त्यत्रो धर्मसभा गराइरहन्थे, अष्टावक्रसँग भेट भयो। राजा कति विनयी थिए होला नि त, सोच्नुहोस् त। 12 वर्षको 8 ठाउँमा बाङ्गिएको व्यक्तिको चरणमा झुकेर ब्रह्मज्ञान लिनको लागि उत्सुक भए भनेपछि राजा जनकको चेतनाको अवस्था कुन स्थितिको थियो होला यहीँबाट बुझ्न सकिन्छ। मात्र राजा जनक मात्र होइन, यस्ता कयौँ राजाहरू भए। यो अवस्था थियो। धर्म भनेको सधैँभरि राजा महाराजाहरूले गर्ने कुरा हो। ध्यान भनेको वास्तविक धर्म भनेको रोज्ने नै तिनीहरूले, अरूले रोज्दैन। अनि जुन पछिल्लो समयमा चाहिँ सामान्य केही नभएका सबै कुरो छोडेर हिँड्नेहरूले मात्र यो बाटो अपनाउने चाहिँ किन बन्दै गयो त भन्दाखेरि अध्यात्मको जुन मूल कुरा थियो त्यो कुरा चाहिँ चुक्यो, त्यो कुरा हराइदियो। ध्यानको विधि हराइदियो के, वैज्ञानिक विधि हराइदियो। अनि मान्छेलाई झकझक्याउने मान्छे पनि हराइदियो। अब बुद्ध र महावीरहरू जस्तो प्रज्ञावान पुरुषहरू, शङ्कराचार्य जस्तो प्रज्ञावान पुरुषहरू यो 2500 वर्ष पश्चात लगभग सुन्न र बुझ्न त मुस्किल छ नि त्यस्ता व्यक्तिहरूको बारेमा, होइन र? यही 20औं शताब्दीमा न गुरुहरू जन्मिनु भयो। गुरु ओशो जन्मिनुभयो, कृष्णमूर्ति जन्मिनुभयो, विवेकानन्द जन्मिनुभयो, योगानन्द जन्मिनुभयो। चेतनालाई त एक किसिमको आकाशै छोएको हो नि यो 20औं शताब्दीमा। योभन्दा अगाडि 2500 वर्षको यो जुन ग्यापमा त्यस्तो प्रज्ञावान व्यक्तिहरू त जन्मिएनन्। अनि के भइदियो, ध्यानको विधिहरू केही जन्मिए, नानक अनि गोरख पनि बिचमै जन्मिए क्या र, केही जन्मिए। तर बुद्ध जस्तै, महावीर जस्तै, गुरु रजनीश जस्तै, कृष्णमूर्ति जस्तै त नजन्मेकै हो नि। अनि के भइदियो, ध्यानको वैज्ञानिक विधि चाहिँ चुक्यो, त्यो हराइदियो। जब ध्यानको वैज्ञानिक विधि हराइदिन्छ, बुद्धिमान मान्छेहरू र प्रतिभावान व्यक्तिहरू, सम्भावना बोकेका व्यक्तिहरू चाहिँ यो मार्गमा हिँड्नको लागि इच्छुक नै रहँदैनन्। उनीहरू यो मार्गबाटै पहिले हच्किन्छन्, किनकि वैज्ञानिक छैन नि। उनीहरूले पहिले देख्छन्, बुद्धिमत्ताले त्यो कुरो त देख्छ नि, यहाँ ठिक छैन, यहाँ चाहिँ ढोङ छ है, एक किसिमको पाखण्ड छ भनेर उनीहरू हच्किन्छन्। अथवा हिँडिहाले पनि उनीहरूलाई गन्तव्य भेट्न मुस्किल छ। अनि गन्तव्य नभेटुन्जेलको अवस्थामा त मान्छे त हायल कायल हुन्छ नि। तपाईँको परमात्मा नपाइरहेको अवस्थामा अब खोज त गरे उसले, अब परमात्मा पनि पाउन सकेन। त्यसैले त्यो स्थितिमा त एउटा दुःखदायी अवस्था हुन्छ। त्यसैले समस्या परेको कारणले तपाईँको आध्यात्मिक यात्रामा निक्लिएको व्यक्तिको अवस्था एउटा कठिनाइ बन्न पुगेको हो केही समय अगाडिसम्म, 50-60-100 वर्ष अगाडिको कुरा हेर्दाखेरि। तर गुरु ओशोले यसलाई किन बदलिदिनु भयो त भन्दाखेरि यो चाहिँ तपाईँको अपरिहार्यता हो आजको दिनको लागि। आजको युग अनुसार हुन्छ। मान्छेहरू आजको दिनमा कस्ता छन्, मान्छेको चेतनाको दिशा कतापट्टि गइरहेको छ, आकर्षण केतिर छ, चेतनाको आकर्षण केमा छ। आजको दिनको लगभग 90% मान्छेको कुरा गर्नुहुन्छ भने मान्छे बहिर्मुखताका स्वभावका छन्, बहिर्मुखी छन्, अन्तर्मुखी छैनन्। अनि त्यो बहिर्मुखी मान्छेलाई अध्यात्ममा डोर्याउने कसरी, अन्तर्मुखी बनाएर उसलाई घरसम्म फर्काउने कसरी?
भन्दा अब यिनीहरूलाई पनि आध्यात्मिक गहिराइमा पुर्याउनको लागि गुरु रजनीश जस्ता गुरुहरूले चाहिँ यसको विधि नै अर्कै बनाइदिनु भयो कि अब तिमीहरू संसारमै रहनु। किन रहनु पर्यो? किनकि स्वभाव बहिर्मुखताको छ। अब तिमी कार चढ्न चाहन्छौ, तिमीलाई कारको व्यर्थता के हो भन्ने कुरो थाहा नै छैन। राजा त होइन, राजालाई पो थाहा हुन्छ दरबारमा केही पनि छैन भन्ने कुरो। अब मान्छे गरिब छ, छँदै छैन, कार चढ्न चाहन्छ, दरबारमा पुग्न चाहन्छ, नेता बन्न चाहन्छ, संसद भवनभित्र छिर्न चाहन्छ। अब उहाँले के भन्नु भयो? छिर, संसद भवनमा छिर्नु छ भने पनि छिर्नु, तर ध्यान गर्दै छिर्नु भनेर उहाँले भनिदिनु भयो। त्यही भएर दुइटै पाटो उहाँले जोडिदिनु भयो। यो यस कारणले जोड्नु परेको हो कि यो युग अनुसारको बनाउनको लागि यो जोड्नु परेको हो। पुग्नु पर्ने ठाउँ एउटै भए तापनि अहिलेको समयअनुसार चाहिँ चल्नको लागि यो बाहिरी पाटोलाई पनि अगाडि बढाउँदै, सांसारिक पाटोलाई पनि अगाडि बढाउँदै ध्यान र योगलाई साथसाथै जोड्दै, विशेष गरी यो ध्यान नै, योग होइन, योगलाई त्यति धेरै प्राथमिकतामा राख्नु भएन गुरु ओशोले। योग अलिकति अर्कै अलिक ढिला सुस्तीकै मार्ग भएको कारणले योगलाई उहाँले जोड्नु भएन, उहाँले ध्यानलाई नै जोड्नु भयो, ध्यानलाई नै प्रायोरिटी दिनुभयो। त्यसैले चाहिँ संसारमै जाने, किन भन्दा स्वभाव बहिर्मुखताको छ, संसारमै काहीँ पुग्न चाहन्छ, त्यस कारणले। अनि ध्यान के कारणले गर्ने? संसारमा दौडिँदै पनि मेरो घर चाहिँ यता होइन है, संसारतिर होइन, मेरो घर चाहिँ म भित्रै छ, म पुग्नुपर्ने परमधाम चाहिँ मै भित्र छ, म पुग्नुपर्ने मित्र परमात्मामै हो भन्ने कुरा स्मरण गर्नको लागि ध्यानलाई पनि निरन्तरता दिइरहनु पर्ने भयो। त्यसैले यो दुइटै कुरालाई जोडियो गुरु ओशोले। यसैले यही कारणले यो दुइटालाई जोडिदिनु भएको हो। यदि मान्छेहरू चाहिँ यति बेला मानौँ है त, सबैजना सम्भ्रान्त स्थितिमा चाहिँ पुगिसकेका थिए, करोडपति थिए, अरबपति थिए, सबैले सकेका थिए, धन सम्पत्तिमा केही पनि मिल्दो रहन्छ, ठुल्ठुलो महल बनाएर त्यहाँ चाहिँ बसेर पनि आखिरी परम शान्ति र परमानन्दको अनुभूति चाहिँ हुँदो रहेछ भन्ने चाहिँ मान्छेले बुझेर चोकचोकमा हिँड्न थालिसकेका थिए, लुगा खोलेर नाङ्गै चाहिँ हिँड्न थालिरहेका थिए भने उहाँले अन्तर्मुखी स्वभावको ध्यान विधि दिइहाल्न पनि सक्नुहुन्थ्यो। संसारमै दौडिनु, अब के को लागि दौडिनु? उसैले भन्छ नि दौडेर त केही पनि मिल्दो रहेछ, म स्वयं राजाकै छोरा हुँ, उसैले भन्दैन, सिकाउनै पर्दैन। यो त गरिबको छोरालाई शिक्षण गरिदिनु पर्यो कि आजको युगमा। यदि राजाको छोराहरूलाई अथवा राजाहरूलाई शिक्षण गर्नु पर्थ्यो भने राजाको छोरालाई अब दरबारमै बसिरहनु भन्नै पर्दैन, उसले सिधै भन्नु दरबारमा मिले पो भन्नु नि। भगवान् बुद्धलाई चाहिँ दरबार छोड्दै गर्दाखेरि एकजनाले सोधेका थिएनन् र चाहिँ भनेका थिएनन् र, यत्रो दरबार छोडेर तिमी जाँदैछौ, तिमी बच्चै छौ, तिमी बिग्रियौ, तिमी यत्रो सोच विचार गर, नछोड दरबार भनेर ती सारथीले रोक्न खोजेका थिए। तर बुद्धले त भन्दैन, तिमी त्यहाँको काम गर्ने कामदार मात्र हो, म त राजाकै छोरो हुँ, मैले सबै कुरो त्यहाँको देखेको छु, मैले जे खोजेको हुँ त्यो कुरो पाइँदो रहन्छ, त्यस कारणले छोड्दै मैले व्यर्थतालाई जाने। व्यर्थता हामीले जानेका छैनौँ नि त, हाम्रो त आकर्षण छ नि। यो युगमा 90% सबैको आकर्षण छ। अनि जरुरत पनि यस्तै बनाइयो कि अहिलेको व्यवस्था र यो जुन बाहिरी एउटा वातावरण छ त्यो चाहिँ तपाईँको सांसारिक यात्रामा चाहिँ मान्छे दौडेन भने टिक्नै नसक्ने बनाइसकेको छ कि त्यो एउटा सिन्डिकेट जस्तो चाहिँ बनिसकेको छ। त्यस कारणले अब यो सिन्डिकेटकै मार्ग हुँदै अगाडि बढ्नुपर्ने हुन्छ। अरू जस्तै बनेर संसारमै के कामकाज गर्न सकिन्छ, बिजनेस व्यवसाय के गर्न सकिन्छ अथवा राजनीति के गर्न सकिन्छ त्यही गर्दै ध्यानलाई जोड्दै अनि समाधिमा पुग्नु पर्यो र दुइटैलाई चाहिँ सम्हाल्नै पर्ने भयो। ध्यानलाई पनि सम्हाल्नु पर्यो, संसारलाई पनि सम्हाल्नु पर्यो। यसै गरी नै अगाडि बढ्नुपर्ने भयो गुरु ओशोले दिनुभएको मार्ग अनुसार। त्यसैले यो कसरी सम्भव छ भन्ने कुरामा चाहिँ अब आफू यसमा प्रष्ट हुनु पर्यो। चेतनाको दिशा चाहिँ प्रष्ट हुनुपर्ने हुन्छ। चेतना जब बाहिर जान्छ त्यति बेला भित्र जाँदैन, जब भित्र जान्छ त्यति बेला बाहिर जाँदैन, दुई दिशामा त चेतना जाँदैन। यो कुरोमा प्रष्ट हुनुपर्ने हुन्छ। जति बेला हामी बाहिर दौडिन खोज्छौँ त्यति बेला चेतनालाई बाहिर नै प्रवाहमान गरिदिने हो, र जति बेला हामी भित्र आउँछौँ, भित्र जान खोज्छौँ त्यति बेला चेतनालाई भित्रै प्रवाहमान गराउने हो। र हामीहरू चाहिँ साक्षीको अवस्थासम्म जति बेला पुग्दैनौँ तबसम्म चाहिँ अलिकति चाहिँ डगमगाउने नै भइरहन्छ। किनकि उसले प्रष्ट बुझ्दैन नि त, म कतापट्टि दौडिन खोजिरहेको छु भन्ने कुरो बुझ्दैन। चेतनाको यो दुईवटा धारलाई उसले बुझ्दैन। बाहिर जाँदाखेरि चेतना कसरी प्रवाहमान हुन्छ र भित्र अन्तर्मुखी हुँदाखेरि चेतना कसरी प्रवाहमान हुन्छ भन्ने कुरो प्रष्ट नभएको